नमस्ते सबैलाई, म करुणा थापा गुरुङ र आजको भ्लगमा यहाँ किचनबाट हजुरलाई स्वागत गर्दछु। र अहिले चाहिँ बेलुकाको 5 होइन कति बजे अहिले? साढे 6 बजिसकेको छ र बेलुकाको खाना पाक्दैछ हाम्रो चाहिँ। नमस्ते सबैजनालाई। आएका छौँ यहाँ हामी चाहिँ यहाँ लोकल चिकन पाक्दैछ पुरानो कराईमा पाकिरहेछ लोकल कुखुरा। यही हो, सक्यो। कानी नभए पनि काम त राम्रो गरेछ नि होइन। ससुरबा चाहिँ यहाँ व्यस्त हुनुहुन्छ मोबाइल हेर्नमा। पानी खानको लागि तयारी हुनुहुन्छ। पानी होइन, गिलास एक गिलास सफा गर्नुहुन्छ। यहाँ चाहिँ सुटकेसको लक नखोलेर यहाँ इलामबाट आइपुग्नु भएको। सुटकेसको लक भएछ, के भयो खोइ खोलिँदै युट्युबबाट हेर्दै खोल्नुहुन्छ, खोइ के गर्ने अब। अब मासु पनि पाकिसकेको छ। अब राइस बनाउनुपर्छ, भात बसाउनुपर्छ। अब कुकर खाली गऱ्यो कि दार्क कुकर बनाउनु पर्ने यसमा नभर्दैन कुकरमा बनाउनुपर्छ। खाना आँटेको चाहिँ खानको लागि साँझको छट्टाउनको लागि पनि बाध्य छ घरमा बस्न हामीलाई। पनि सबैजनालाई हेलो। र अहिले सबै किचनमा कामहरू सकेर आफ्नो रुममा आइसकेको छु। र अब सोध्नुपर्ने हुन्छ, भोलि फेरि मेरो एउटा एक्जाम छ। एक्जाम सकेर आफ्नो स्कुलतिर जानुपर्ने हुन्छ। र सबैजनालाई धन्यवाद अहिलेसम्म हेरिदिनु भएको लागि। र तपाईँलाई मन पऱ्यो भने लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न नबिर्सिदिनु होला। सबैजनालाई अहिलेसम्म हेरिदिनु भएको लागि धन्यवाद। नाइट सबैलाई, फेरि भेटौँला।